नमस्कार। आ- नमस्कार। आज हामी एउटा निकै चर्चित र भावनात्मक गीत अफ्युजिक पल पलको शब्दहरूमा अलि गहिरिएर कुरा गर्दैछौँ। नमस्ते। हो, यो गीतले प्रेमका ती तीव्र, कहिलेकाहीँ त एकदमै विरोधाभासपूर्ण भावनाहरूलाई निकै राम्रोसँग समेटेको छ। हो नि, हाम्रो आजको यो कुराकानीको उद्देश्य पनि यी शब्दभित्र लुकेका भनौँ न भावनात्मक तहहरू र यसका मुख्य सन्देशहरू के हुन् भनेर केलाउनु हो। एकदमै। यो गीतले खासमा प्रेमको त्यो अवस्थालाई छुन्छ जहाँ प्रेमी साथमा नहुँदा हरेक पल एकदमै भारी लाग्छ, जीवनै मुस्किल। हो, त्यो पहिलो लाइनमै प्रष्ट हुन्छ है। पल पल जिना मुहाल मेरा तेरे बिना। हो, त्यसले नै पुरै गीतको भाव सेट गर्छ। यो केवल सम्झना मात्र होइन, यो त एक किसिमले अस्तित्वकै सङ्कट जस्तो देखाइएको छ यहाँ। अनि यो भाव झन् कति तीव्र हुँदो रहेछ जब गीतकारले भन्छन् ये सारे नशे बेकार तेरी आँखों के सिवा। मतलब अरू सबै नसा फिक्का। यो एक किसिमको समर्पण हो। संसारका सारा आकर्षणहरू प्रेमीको त्यो नजर अगाडि केही पनि होइनन् भन्ने भाव। गीतकारले यहाँ सुन्दर हिन्दी उर्दू शब्दहरू प्रयोग गरेका छन्, त्यसले भावलाई अझ गहिरो बनाएको छ। हो, वास्तवमा प्रेमको एउटा शक्तिशाली चित्रण हो। सुन्दा त अतिशयोक्ति जस्तो लाग्न सक्छ, होइन? अलिअलि। तर प्रेमको त्यो तीव्र अनुभवमा यस्तो महसुस हुनु खै अनौठो पनि होइन। यसले के देखाउँछ भने प्रेमी नै संसारको केन्द्र बनेको छ, अरू सबै कुराहरू गौण। गौण मात्र होइन, एक किसिमको भावनात्मक निर्भरता जस्तो पनि देख्यो नि त है। एकदम। आकर्षण मात्र होइन, यो निर्भरता नै हो। अनि यो निर्भरता प्रेमीको त्यो निरन्तर प्रतीक्षामा पनि झल्किन्छ होइन र? रहता तेरा इन्तजार। हो, अनि त्यो सपनाको कुरा? सपनामा पनि सिंगारिएर आएको देख्नु, मेरे ख्वाबों में आना करके 16 सिंगार। मतलब प्रेमीको याद 24 घण्टा हावी भएको अवस्था हो, एकदमै। तर के यस्तो अवस्था सधैँ सुखद मात्र हुन्छ त? खै, मलाई त त्यस्तो लाग्दैन। वास्तवमा गीतले पनि त्यस्तो नहुन सक्ने सङ्केत गर्छ। तपाईले याद गर्नुभयो होला, यहाँ एक किसिमको आन्तरिक द्वन्द्व प्रष्ट देखिन्छ। हो, त्यो क्यों होश में आता नहीं, सुकू ये दिल क्यों पाता नहीं भन्ने लाइन हो, यसले यो प्रेमले ल्याएको बेचेनी, त्यो अशान्तिलाई देखाउँछ। मतलब शान्ति चाहिँ खोसिएको छ, मन स्थिर छैन। अनि त्यो अर्को लाइन नि, क्यों तोडू खुद से जो थे वाद के, अब ये इश्क निभाना नहीं, यसले त झन् कुरा जटिल बनायो। हो नि, कतै यो प्रेमले आफैसँग गरेका वाचाहरू, सायद प्रेममा नपर्ने वाचा होला, त्यो तोड्न बाध्य पारेको जस्तो। यो त प्रेमको पीडादायी पक्ष भयो। निश्चय नै। यो गीतको एउटा महत्त्वपूर्ण कुरा यही हो जस्तो लाग्छ मलाई। यो प्रेम जति प्यारो छ त्यति नै पीडादायी, त्यति नै द्वन्द्वपूर्ण पनि छ। एकदम। शान्ति दिँदैन, बरु खोज्छ। आफैले गरेका प्रतिबद्धताहरू भत्काउँछ। यो प्रेमको एउटा भनौँ न विरोधाभास नै हो। अनि अर्को मार्मिक विरोधाभास पनि छ। संसारले उसको पीडा बुझेको छ। ये दुनिया जाने मेरा दर्द, तर जसको लागि यो सब भइरहेको छ उसैले देख्दैन। तुझे यो नजर क्यों आता नहीं। हो, यो निकै मार्मिक छ। यसले कस्तो अवस्थालाई संकेत गर्ला? के यो एकतर्फी प्रेमको चरम रूप हो, कि प्रेमीले बुझ्न नसकेको गहिरो भावना के होला? यो निकै रोचक प्रश्न हो। खै, सायद यो प्रेमीको व्यवस्था मात्र होइन कि भावनाको त्यो गहिराई बुझ्न नसक्नु पनि हुन सक्छ। हुन सक्छ। तर फेरि गीतकारले प्रेमीको व्यवहारको सूक्ष्म वर्णन पनि गर्छन् नि। जस्तै त्यो लजाउनु, शर्माना, अनि कान पछाडि कपाल मिलाउनु, कानके पछि जुल्फ छुपाना। ती साना कुराहरूले मोह बढाउँछन्। हो, तर सँगसँगै प्रेमीको नजरमा वफादारी वफा भएती है, भए पनि थोरै असन्तुष्टि, थोडैसी खफा रहती है देख्नुले यसले के देखाउँछ भने सम्बन्ध एकतर्फी मात्र नभएर अलि जटिल, अलि बुझ्न गाह्रो खालको पनि छ। हो, त्यो जटिलता त छ। एकातिर त्यो व्यवहारले मोहित बनाउने, अर्कोतिर उसको नजरमा हल्का गुनासो पनि देखिने, अनि अन्त्यतिर आएर संसारलाई निर्दयी, लोभे, जालिम बढे भन्दै गर्दा प्रेमी भित्रै आफ्नो सम्पूर्ण संसार भेट्टाउनु, मैंने तुझमें या देखी है। यो त प्रेमलाई सामान्य आकर्षण भन्दा माथि लगेर एक किसिमको अन्तिम आश्रय नै बनाएको जस्तो भयो। बिल्कुल। यो तेस्रो महत्त्वपूर्ण विरोधाभास भन्न मिल्छ।
जसले यति धेरै बेचैनी र पीडा दिइरहेको छ उही व्यक्ति नै संसारको त्यो क्रूरताबाट बच्ने एकमात्र ठाउँ बनेको छ। कस्तो अचम्म है। हो, यो प्रेम एउटा यस्तो चक्रव्यूह जस्तो देखिन्छ जहाँ पीडा र आश्रय दुवै एउटै स्रोतबाट आइरहेका छन्। समग्रमा हेर्दाखेरि यी शब्दहरूले प्रेमको एउटा अत्यन्तै तीव्र भनौँ न सर्वव्यापी पीडादायी तर पनि जीवन धान्ने आधार जस्तो अनुभवको चित्र कोर्छन्। प्रेमी बिनाको जीवन त कल्पना बाहिर देखिन्छ। हो, तर प्रेमीसँगको जीवन पनि कहाँ शान्त र स्थिर छ र, त्यो पनि छैन। त्यही त हो, यसले हामीलाई सोच्न बाध्य बनाउँछ। गीतमा व्यक्त भएको यो हदको प्रेम जसले होस उडाउँछ, मनको शान्ति खोज्छ, आफैसँग गरेका वाचा तोड्न लगाउँछ, तर पनि त्यही व्यक्तिभित्र सिङ्गो संसार देखिन्छ के। यो साँच्चै गहिरो समर्पण र प्रेमको जटिल रूप हो। वाह, केवल एक किसिमको अनियन्त्रित मोह, एक किसिमको आसक्ति मात्र हो। यसको उत्तर सायद खै हरेक श्रोताले आफ्नै अनुभव र बुझाइमा खोज्नुपर्ने हुन्छ होला। हो, यो प्रश्न श्रोताहरूको लागि छोडौँ न त, आफ्नो विचार होला।